Hello guys, it's me Sanskriti Zafagai from Devda Medical College. Today I'm going to talk about the National Immunization Program which has been revised in this year. So do not forget to go through this video so that you can crack your exam. Now let's talk about the vaccine. First of all, let's talk about the vaccine tetanus diphtheria. Tetanus diphtheria is given to the pregnant mother for the if she has been pregnant for the first time, then we will give 2 dose in 1 month gap र यदि चाहिँ सेकेन्ड टाइम चाहिँ प्रेग्नेन्ट भएको छ भने चाहिँ हामीले चाहिँ एउटा 1 डोज मात्र दिन्छौँ। यो चाहिँ इन्ट्रामस्कुलरली नै दिन्छौँ है। र डिजिज चाहिँ के प्रिभेन्ट गर्छ, म्याटर्नल एन्ड नियोनेटल टिटेनस एन्ड डिप्थेरिया है। म्याटर्नल एन्ड नियोनेट टिटेनस एन्ड डिप्थेरिया चाहिँ प्रिभेन्ट गर्छ। अब अर्को भनेको चाहिँ ब्यासिलस क्यालमेटिग्युरेट्स। यो चाहिँ एट बर्थमा दिन्छ, 1 डोज मात्र हो। यो इन्टाडर्मल हुन्छ है। हेरौँ है हाम्रो चाहिँ कुन कुन इन्टाडर्मल छ भन्ने कुरा चाहिँ मैले एक्सप्लेन गर्छु। अर्को इन्टाडर्मल भनेको चाहिँ हाम्रो एफआइपिभी हो। अब चाहिँ यो चाहिँ के को लागि युज भयो, ब्यासिलस क्यालमेटिग्युरी भनेको चाहिँ ट्युबरक्लोसिसको लागि भयो। अर्को भनेको चाहिँ पेन्टाभ्यालेन्ट भ्याक्सिनमा चाहिँ के पर्छ, डिप्थेरिया, पर्टुसिस, टिटेनस, हेपाटाइटिस बी एन्ड हेमोफिलस इन्फ्लुएन्जा। यो भनेको चाहिँ 6, 10 एन्ड 14 विक्समा दिन्छौँ है। 6, 10 एन्ड 14 विक्समा दिन्छौँ र यो इन्ट्रामस्कुलरली नै दिने हो। र डिप्थेरिया यो के को लागि प्रोटेक्ट गर्दो रहेछ त नि भन्दाखेरि चाहिँ डिप्थेरिया, पर्टुसिस, टिटेनस, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी। अब अर्को रहेको छ हाम्रो चाहिँ ओपिभी भ्याक्सिन्स। ओपिभी भ्याक्सिन पनि हामीले चाहिँ पेन्टाभ्यालेन्ट भ्याक्सिन जसरी नै 6, 10 एन्ड 14 विक्समा दिन्छौँ। तर यो नाममै ओरल पोलियो भ्याक्सिन छ भनेपछि यो ओरल दिन्छौँ र यो चाहिँ पोलियोको लागि प्रिभेन्ट गर्छ। अर्को भनेको चाहिँ पिसिभी भ्याक्सिन। पिसिभी भ्याक्सिन चाहिँ न्युमोकोकल कन्जुगेटेड भ्याक्सिन भन्छ। यो भनेको चाहिँ 6, 10 विक्स एन्ड 9 मन्थ गरेर चाहिँ 3 डोज दिन्छौँ र इन्ट्रामस्कुलरली दिन्छौँ। र यसले प्रोटेक्ट गर्ने भनेको चाहिँ न्युमोकोकल डिजिज जस्तै मेनिन्जिस, इयर एन्ड चेस्ट इन्फेक्सनको लागि चाहिँ यसले प्रोटेक्ट गरेको हुन्छ। र अर्को भनेको चाहिँ रोटा भाइरस भ्याक्सिन। रोटा भाइरस भ्याक्सिन चाहिँ 6 एन्ड 10 विक्समा दिन्छौँ। यो चाहिँ ओरल भ्याक्सिन हो र यो चाहिँ रोटा भाइरस डायरियाबाट चाहिँ प्रिभेन्ट गर्छ। अर्को मैले भनिसकेँ अघि एफआइपिभीको बारेमा। एफआइपिभी भनेको चाहिँ फ्याक्सनल इन्जेक्टेड पोलियो भ्याक्सिन हो। यो चाहिँ 14 विक्स एन्ड 9 मन्थमा दिन्छ र इन्टाडर्मली दिन्छौँ है। हाम्रो दुईवटा इन्टाडर्मली के दियौँ, एउटा चाहिँ बिसिजी र अर्को चाहिँ एफआइपिभी। अर्को भनेको चाहिँ मिजल्स रुबेला। मिजल्स रुबेला चाहिँ 9 एन्ड 15 मन्थ्समा दिन्छौँ। नाइन एन्ड 15 मन्थ्समा दिन्छौँ र यो सबक्युटानियसली दिन्छौँ। र यो के को प्रोटेक्सनको लागि दिन्छौँ भन्दा मिजल्स एन्ड रुबेला। अर्को भनेको चाहिँ जापानिज इन्सेफेलाइटिस। जापानिज इन्सेफेलाइटिस चाहिँ 12 मन्थमा दिन्छौँ। यो चाहिँ सबक्युटानियसली दियौँ है। सबक्युटानियसली हामीले के दियौँ भन्दाखेरि चाहिँ मिजल्स रुबेला र जापानिज इन्सेफेलाइटिस है। अनि अर्को भनेको चाहिँ टाइफोइड भ्याक्सिन हो। टाइफोइड भ्याक्सिन चाहिँ 15 मन्थ्समा दिन्छौँ, 1 डोज इन्ट्रामस्कुलरली र टाइफोइड फिभरको लागि। र एचपिभी भ्याक्सिन चाहिँ कसलाई दिन्छौँ त नि भन्दाखेरि एडोलेसेन्स गर्ल्स इन ग्रेड 6 एन्ड 10 एन्ड आउट अफ स्कुल गर्ल्स एज 10 है। एडोलेसेन्स गर्ल इन ग्रेड 6 to 10 और आउट अफ द स्कुल गर्ल एज 10। यो पनि हामीले इन्ट्रामस्कुलरली नै दियौँ। यो के को लागि, सर्भाइकल क्यान्सरको लागि। हेरौँ है त फेरि एकताल हल्का रिभाइज गरौँ। हाम्रो चाहिँ इन्टाडर्मल चाहिँ के भयो, एउटा चाहिँ बिसिजी र अर्को चाहिँ एफआइपिभी। अर्को चाहिँ सबक्युटानियस चाहिँ के भयो भन्नुहोस् त।
मिजल्स रुबेला र जापानिज इन्सेफेलाइटिस है। अनि ओरल चाहिँ के भयो, एउटा चाहिँ ओपिभी र रोटा भयो। अरू सबै हाम्रो चाहिँ अदर्स चाहिँ इन्ट्रामस्कुलर हो है। यो बारेमा चाहिँ बुझ्नु। र हाम्रो नयाँ अहिले भ्याक्सिनेसन सेड्युलमा आएको भनेको चाहिँ हाम्रो चाहिँ एचपिभी हो। एचपिभी चाहिँ हजुरहरूले नछुटाउनु। र टाइफोइड चाहिँ एचपिभी भन्दा अगाडि नै आएको थियो, यो पनि नछुटाउनु है। अब यो पढिरहँदाखेरि चाहिँ एकताल एचपिभी भ्याक्सिनको बारेमा चाहिँ के हो भनेर पढौँ। एचपिभी भ्याक्सिन चाहिँ सिकोलिन एचपिभी भ्याक्सिन भनेर आउँछ। यो चाहिँ बाइभ्यालेन्ट भ्याक्सिन हो है। र यो चाहिँ हामीले कता दिन्छौँ भन्दाखेरि चाहिँ बायाँ पाखुराको बिच बाहिरी भागमा दिन्छौँ है। यो चाहिँ इन्ट्रामस्कुलरली दिन्छौँ। यो चाहिँ 90 डिग्रीको एङ्गल बनाएर दिन्छौँ। अब खोप लगाउन मिल्ने उमेर अघि मैले भनिसकेँ, 10 देखि 14 वर्षको उमेर समूहका बालबालिका। हाललाई यो खोप तोकिएको अस्पतालबाट 14 वर्ष उमेर समूहका बालबालिकालाई मात्र प्रदान गरिन्छ है। 14 वर्षसम्मका बालबालिकालाई मात्र प्रदान गरिन्छ भनेर भनेको छ। अब यो दिनुपर्ने मात्रा कति हो त नि भन्दा 2 मात्रा हो। पहिलो मात्रा लगाएको 6 महिनापछि दोस्रो मात्रा दिने भनेर भनेको छ। अनि अर्को चाहिँ खोप प्रेजेन्टेसन्स भनेको चाहिँ सिङ्गल डोज 0.5 ml हो। अरू चाहिँ हामीले यहाँ पढ्नुपर्ने रिजन भनेको चाहिँ यो चाहिँ कोल्ड चेनमा राख्छ, +2 डिग्री सेल्सियस टु +8 डिग्री सेल्सियस। यो चाहिँ फ्रिज सेन्सिटिभ हो। अर्को चाहिँ खोप दिन नहुने अवस्था भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तै एलर्जी छ, एचपिभी भ्याक्सिनसँग एलर्जी छ, एनाफाइलेक्सिस छ र गर्भवती महिला छ भने चाहिँ हामीले चाहिँ यो एचपिभी भ्याक्सिन चाहिँ दिँदैनौँ। अब अर्को चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ एचपिभी भ्याक्सिन चाहिँ 3 प्रकारको छ। एउटा चाहिँ बाइभ्यालेन्ट, क्वाड्रिभ्यालेन्ट एन्ड नोनाभ्यालेन्ट भनेर छ है। हाल प्रयोग गर्न लागि सिकोलिन खोप चाहिँ बाइभ्यालेन्ट भ्याक्सिन हो। यसले चाहिँ सर्भाइकल क्यान्सर भाइरस 16 र 18 एचपिभी भाइरस 16 र 18 लाई मात्र प्रोटेक्ट गरेको छ। यसले चाहिँ केलाई प्रोटेक्ट गर्यो, एउटा चाहिँ सर्भाइकल क्यान्सरलाई प्रोटेक्ट गर्यो। अर्को चाहिँ सर्भाइकल इन्ट्रा एपिथेलियल नियोप्लाजिया ग्रेड 1, 2 or 3 र अर्को चाहिँ एडिनोकार्सिनोमा इन्सिटु है। केलाई प्रोटेक्ट गर्यो, सर्भाइकल क्यान्सर, सर्भाइकल इन्ट्रा एपिथेलियल नियोप्लाजिया ग्रेड 1, 2 or 3 र अर्को चाहिँ एडिनोकार्सिनोमा इन्सिटु। यो बारेमा चाहिँ मैले अघि भनि नै सकेँ। अब हाम्रो यता केही छुटेको छ कि राष्ट्रिय खोप तालिकामा चाहिँ हेर्छौँ है। सायद यो कुराहरू चाहिँ मैले सबै नै मेन्सन गरिसकेँ, सबै नै मेन्सन भइसक्यो है अघि नै। अब चाहिँ एउटा कुरा चाहिँ एकताल फेरि रिभाइज गरौँ है त। ल हेरौँ है त। बर्थमा चाहिँ के दियौँ, बर्थमा बिसिजी भ्याक्सिन दियौँ है। बर्थमा बिसिजी भ्याक्सिन दियौँ। 6 र 10 विकमा के दियौँ, एउटा चाहिँ रोटा, अर्को चाहिँ ओपिभी, अनि अर्को चाहिँ पेन्टाभ्यालेन्ट भ्याक्सिन, पेन्टाभ्यालेन्ट पिसिभी दियौँ है त। अब अर्को चाहिँ 6 र 10 विकमा चाहिँ यो दियौँ। र अर्को चाहिँ 14 विक्समा चाहिँ के दिन्छौँ, 14 विक्समा चाहिँ हामीले 14 विक्समा चाहिँ ओपिभी दियौँ, पेन्टाभ्यालेन्ट दियौँ र एफआइपिभी दिन्छौँ है। एफआइपिभी दियौँ। अब अर्को रह्यो 9 मन्थ्समा जाम। 9 मन्थ्समा जाँदाखेरि चाहिँ के दियौँ, एफआइपिभी र मिजल्स र रुबेला दियौँ है। अनि अर्को चाहिँ 9 मन्थ। अब 12 मन्थमा जाउँ। 12 मन्थमा जाँदा के दियौँ, जापानिज इन्सेफेलाइटिस दियौँ। अनि अर्को चाहिँ 15 मन्थमा जाँदा के दियौँ,
टाइफोइड दियौँ है। अनि अर्को मैले के भनेको थिएँ भन्दाखेरि चाहिँ यहाँ माथि लेखेँ, अर्को चाहिँ हामीले चाहिँ 10 to 14 इयर्स ओल्डको गर्ल्सलाई चाहिँ एचपिभी भ्याक्सिन दिन्छौँ होइन। अब 10 to 14 इयर्स अफ गर्ल्सलाई चाहिँ एचपिभी भ्याक्सिन दियौँ है। भनेपछि हामीले चाहिँ सबै कुराहरू चाहिँ मेन्सन गऱ्यौँ। अब अर्को चाहिँ कोही चाहिँ फर्स्ट टाइम प्रेग्नेन्ट भएको छ भने चाहिँ उसलाई चाहिँ हामीले 2टा चाहिँ टिटेनस र डिप्थेरियाको भ्याक्सिन दिन्छौँ। तर सेकेन्ड टाइम प्रेग्नेन्ट भएको छ भने चाहिँ 1 डोज टिटेनस डिप्थेरियाको भ्याक्सिन दिन्छौँ है। भनेको चाहिँ हाम्रो नेसनल इम्युनाइजेसन सेड्युलमा चाहिँ अहिले भर्खरै हालसालै इन्क्लुड भएको भनेको चाहिँ एचपिभी भ्याक्सिन हो है। यसको बारेमा चाहिँ पढ्नु होइन। यो चाहिँ प्रोबेबल क्वेसन हुनसक्छ हाम्रो गाइनेकोलोजी अप्स र पेडियाट्रिक्समा चाहिँ प्रोबेबल क्वेसन हुनसक्छ। नयाँ भ्याक्सिनेसन सिड्युलको बारेमा चाहिँ यति नै हो। हजुरहरूलाई चाहिँ इन्डिभिजुअल भ्याक्सिनको बारेमा चाहिँ अझै बुझ्नु छ भने चाहिँ कमेन्ट डाउन बिलो। म चाहिँ अर्को भिडियो चाहिँ फेरि बनाएर ल्याउनेछु। हस्, धन्यवाद।